राजाले यहाँ बनाउँछ क्लब स्यान्डविच ओभर इजी क्लब स्यान्डविच बन्दैछ हाम्रो। हेर्नुहोस् चट्टा लिने हामीले अहिले स्ट्रबेरी सस स्वाट लाउने हो। त्यसपछि रोक्का क्लिन रोक्का ट्याप्का लाउने हो। क्लिन रोक्का लगाइसकेपछि एउटा ओभर इजी अन्डा एखान बन्छ। ओभर इजी त्यहाँ छ चट्टा। अब यसरी हेर्नुहोस् दुईवटा अन्डा टक्कै कुनामा अर्को कुनामा। त्यसपछि 2 पिस टर्की यसलाई हुन्छ टर्की। यो 2 पिस लिनुपर्छ। ट्याक 2 पिस टर्की। टक्क फ्राई भएपछि टर्कीलाई यता क्रस चट्टा लाउने हो। यो भयो क्लब स्यान्डविच। अब यसलाई चट्टा यस्तो गर्ने। चट्टा एउटा ओनियन हनी माथिबाट कहिलेकाहीँ कमेन्ट पनि आउँछ, त्यसमा मिस्टेक हुनसक्छ, चेक गर्नुपर्छ कमेन्ट होइन। त्यसरी भएपछि फुल्टा यसलाई चट्टा ठक्क क्रस। यसलाई जसरी होइन कभर चाहिँ गर्नु पर्यो। यो ओनियन देखिनु भएन र स्यान्डविच देखिनु भएन। तपाईँको ओनियन र स्यान्डविच देख्यो भने जल्छ माथि गएपछि सेलोमेन गर्नु। चट्टा अब यसलाई यसरी लिने। चट्टा अब लिएपछि चट्टा हाल्ने। यसमा हालेपछि हेर्ने मेल हुन्छ तपाईँलाई। ओके द हाम्रो किचन रेन्ज सल्लाह यो white toast. This is white toast. Okay. Alright, you viral, huh? Inshallah. 3,000 salary you had. टक्क लिने माथिबाट स्ट्रबेरी सस हाल्ने चट्टासँगले सस हालेपछि